पाठ्यक्रम र पाठ्यांश बीचको तुलना के छ अथवा भिन्नता भन्ने विषयवस्तु ल्याएर आएको छौँ। अब तुलनाको क्षेत्रहरू अवधारणा के छ त? पाठ्यक्रमको के छ, पाठ्यांशको के छ, त्यो कुरा। अब पाठ्यक्रमको अवधारणा व्यापक हुन्छ भने पाठ्यांशको अवधारणा साँघुरो अथवा सङ्कुचित हुन्छ। त्यसपछि कार्यक्रम पाठ्यक्रमको कार्यक्रम विद्यालयभित्र र अनि बाहिर दुवै समेटिन्छ पाठ्यक्रमको कार्यक्रम। तर उसको के अरे पाठ्यांशको कार्यक्रम एक शैक्षिक सत्रमा अध्ययन अध्यापन गर्ने विषयवस्तुको सूचीमा मात्र अथवा सीमित हुन्छ। त्यस्तै अब निर्माण प्रक्रिया पाठ्यक्रममा शिक्षाविदहरूको संलग्नता हुन्छ, शिक्षकको हुन्छ, विद्यार्थीको हुन्छ, पाठ्यक्रममा विज्ञको हुन्छ र मनोविज्ञानवेत्ताको हुन्छ, अनि सँगै विषय विज्ञ र आदिको वृहत सहभागिता हुन्छ भने पाठ्यक्रममा। अनि उसमा विषय पाठ्यांशमा के हुन्छ? विषय विज्ञको मुख्य भूमिका रहन्छ, हुँदैन। त्यसैले अब हामीले समेटिने पक्षमा के हुन्छ त? अब पाठ्यक्रममा कस्तो समेटिने पक्ष हुन्छ, कुन पक्ष समेटिन्छ भन्ने कुरा। अब पाठ्यक्रममा उद्देश्य हुन्छ, विषयवस्तु हुन्छ, क्रियाकलाप हुन्छ र मूल्याङ्कन हुन्छ पक्षलाई समेटिन्छ भने, अनि पाठ्यांशमा विषयवस्तु मात्र समेटिने पक्ष। उद्देश्य, अब पाठ्यक्रमको उद्देश्य सिकारुको सर्वाङ्गी विकास गर्नु हुन्छ भने पाठ्यक्रमको उद्देश्य, अनि पाठ्यांशको उद्देश्य सैद्धान्तिक र विषयगत ज्ञान प्रदान गर्नु हुन्छ पाठ्यांशको उद्देश्य। अनि शिक्षण विधि सिकारुको पाठ्यक्रममा शिक्षण विधि सिकारुका रुचि चाहना अनि अनुसारका विभिन्न शिक्षण विधि हुन्छन् भने पाठ्यक्रममा। अनि पाठ्यांशमा के हुन्छ? शिक्षण विधिको निर्दिष्टता हुँदैन, अथवा तोकिएको हुँदैन पाठ्यांशमा। त्यसपछि अब मूल्याङ्कनको कस्तो हुन्छ त भन्ने कुरा। मूल्याङ्कन पाठ्यक्रममा मूल्याङ्कन प्रक्रिया तथा साधन स्पष्ट तोकिन्छन् भने, अनि पाठ्यांशमा मूल्याङ्कनका साधन र प्रक्रियाहरू तोकिँदैन। त्यसपछि विषयवस्तुको स्वरूप कस्तो हुन्छ पाठ्यक्रम र पाठ्यांशमा? पहिलो पाठ्यक्रममा जाउँ हामी। विषयवस्तुको विस्तृत जानकारी दिने अनि व्यावहारिक पक्ष स्पष्ट गरिन्छ पाठ्यक्रममा। अनि त्यसपछि पाठ्यांशमा विषयवस्तुको छोटो रूप हुन्छ, जसमा सामान्य तरिकाबाट विषयवस्तुको डिफाइन गरेको हुन्छ। त्यसपछि अब क्षेत्र र क्रम। पाठ्यक्रममा क्षेत्र र क्रम मिलाइन्छ, अनि पाठ्यांशमा सिकाइ र सैद्धान्तिक पक्ष मात्र मिलाइन्छ।